So guys, हामी चाहिँ अब गुम्बा हिँडेको. All guys are over here and uncle is also tired. थाकेर हिँड्नै नसकेर. आन्टी सन्चै. म पनि खतरा सन्चै. उकालो लास्टै गाह्रो हुँदो रहेछ उकालो चढ्नु. Wow, they are so fast. Look at them. गलियो. म पनि गलेँ. गलियो. बल्ल बल्ल बाटो आयो. अब चाहिँ आनन्दको. अब चाहिँ रोडै रोड. आन्टीलाई ठेलौँ न दुईजना भएर. ल फोटो सेसन सकेर हाम्रो ग्रुप टोली अगाडि बढो 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 भनेको बलो भएछ. ठिकै हुनुहुन्छ? अल गुड. ल ल ग्रुप टोली बढ्दैछ अब के अरे गुम्बातिर. बाटोमा जाँदा जाँदै हामीले खतरा खालको कुखुरा भेट्यौँ र अब्बुई यसको खुट्टा त आँखा फुटाउँछ यार. यस्तो डेन्जर हेर्नु न. यसलाई कडकनाथ भन्छ. यसको ब्लड पनि कालै हुन्छ. सिधा चाहिँ हिँड्न नि नसक्ने थियो त्यसको त. धेरै ठुलो क्या. 5 केजीको भाले काटेको थिएछु. त्यसको कुरा हुँदैछ. खै कहाँ आइपुग्यो थाहा छैन. सो हाम्रो गुम्बाभित्र इन्ट्री भइसकेको छ. त्यसकारण हामी घुमाउँदैछौँ र बुइँ घुमाउँदै हुनुहुन्छ यहाँ. ल घुमाउनुहोस्. उल्टो चाहिँ नघुमाउनुहोस्, उल्टै घुमाउनुहोस्. राइट साइडमा घुमाउनु. घन्टी बज्नु थाल्यो माथि टिङ टिङ. यहाँ चढ्न मनाइ छ. त्यसो भए चुकुला मन्दिर. घन्टी बजाउने कस्तो दामी शीतल छ. कति वर्ष भइसक्यो नहेरेको. अब माथि पो रहेछ खोल्नु नआउने. ल गाइस, वेलकम टु गुम्बा हेभन. स्वर्ग. भिडियो बना. भिडियो हुँदैछ. यता फर्किन. अलि उताबाट यता फर्किन. अलि उता
ल अब चाहिँ बत्ती बाल्ने कार्यक्रम हुँदैछ हाम्रो त्यस कारण के गर्नु हामीले समाउनु के गर्नु होइन यस्तो गर्नु न यसो छुँदा भइहाल्नु सबैले एउटाले बालेपछि होइन गुड दिदीलाई चाहिँ छुट्टै दिनु न एउटै हो कि कुहिरे मान्छे हुँदैन त्यसरी साथी चाहिन्छ साथी यहीँ भइसक्यो त एउटै घर दिदी हुँदैन बिहा तपाईँको छुट्टै के भएन लाउरे दाइ बुढो भइसक्यो यो तपाईँहरूको बच्चा ए भइगयो त आन्टी आन्टी सर सले ल ल हामी चाहिँ ल सिक्टिङ त फर्स्टचोटि यिनीहरू सब फर्स्टचोटि हो के यो मेरो यहाँ बाला चढी यहाँ ए मैले छुट्टै बाल्नु पर्ने हो तिमी पनि छौ न तिमी पनि फर्स्टचोटि आयो छौ न सबैजनाले म त पहिला नि आरुपत्ती बालेको छु क्या मेरो छोरी फर्स्टचोटि आएको ल मेरो बत्ती बल हो खोइ दे खोइ फोटो खिच्ने मान्छे कोही छैन ल यहाँ छौँ हामी भिडियो भइरहेछ फोटो पर्दैन तिमीले यता हेरेर राख्ने कता बल बल उहाँ पर छौ उति राख्दिनु उहाँ पर पत्ती राख्ने ठाउँ छ त ऊ काइस त काट्नु राख्दिनु त्यही हो त्यो टुक्रा छ त म चाहिँ कता राख्नु एउटा अर्को यो त सक्दिन रहेछ यार गुम्बामा फोटोसोटो खिचेर हामी लाग्यौँ फेरि देउरालीतर्फ सो वी आर मुभिङ टुवर्ड्स द देउराली and there are a lot of students coming over here. Wow, so nice. Hello guys, you are fine? सन्चै हुनुहुन्छ सबैजना? एकदम सन्चै छु हो भने गो ल गुड तो हामी देउराली आएको छौँ देउरालीको यो गर्दै स्टार्ट हुँदैछ भिडियो र हामी पछाडि छौँ अङ्कललाई हतार भइसक्यो देउराली बजार घुम्नलाई ल जाउँ यो भयो पुलिस स्टेसन के भन्छ पुलिस चौकी ल यहाँबाट हामी तलतिर जाँदैछौँ ल जाम अब उठेर हिँड्नु नमस्कार नखाइ भएन खाइयो भरे पाली सो हामीले एक्सट्रिम किनेर देउरालीबाट फर्किँदैछौँ रोड खनेको छ नि यस्तो त्यो हरितगरको ग्रुप घर त माथितिर रोडदेखि उपट्टि खनेको छ नि यस्तरी कुपारेर हो त्योको घरमा पुगेर पुरै ऊ खाएर के अरे बैलर बनाएर कहिले केमा काम गरेर केमा दादा पापी त्यतिकै नि केटा गएको नि काम त्यत्रो टाढा पर अरे अङ्कल आन्टी चाहिँ अगाडि पुगिसक्नु भएको छ हामी मात्र पछि ल ठिकै छ बिस्तारै जाने हिँड्न त हिँड्यो तर गलिँदो चाहिँ रहेछ अलिअलि त्यही नै ठिकै छ अब त ओह्रालो रहेछ सर र ओह्रालो होइन आज यो बाटो ल हात ल्याउनुहोस् ओ माइ गड अब एउटा यो बाटो जानुपर्ने हुन्छ म सो रिस्की ओ माइ गड डेन्जर त डेन्जर हुँदो रहेछ डर लाग्यो मलाई डर लाग्दो रहेछ
हिजो यतिखेर त घर पुगिसकेको थियौँ हामी होइन भन् त बिस्तारै लड्दै पढ्दै आएका हामी बाटो डेन्जर छ ल